गाइज गुड मर्निङ फ्रम लेते अहिले चाहिँ हामी हिमालको काखमा छौँ यो भ्लग चाहिँ कसलाई जान्छ यो भ्लग युट्युबमा जान्छ तेरो आफ्नो युट्युबमा कसले हेर्छ यहाँ चाहिँ यस्तो खतरा भ्यू छ हामी चाहिँ रेडी भएर अब मुस्ताङतिर लाग्दैछौँ अहिले लेतेमा छौँ भन कस्तो चिसो छ यता तपाईले देख्न सक्नुहुन्छ स्वर्ग स्वर्ग भनेको यही हो मर्नु पर्दैन यही छ स्वर्ग हाम्रै पछाडि हामी स्वर्गीय अनुभूति लिँदैछौँ देख्न सक्नुहुन्छ कौन है ये लोग कहाँ से आते हैं मुक्तिनाथ की जय अनि यार कस्तो के वर्ड लेख्नुपर्छ है अहिले आउँदा हो अहिले होइन अहिले होइन अहिले हामी सिधै कागबेनी हो कागबेनी हेर्नुपर्छ त त्यही हेर्न आएको हो नि त हामी यहाँ त्यहाँबाट उम्केर आएपछि त पनि हाम्रै जुमसुम एयरपोर्ट होला अहिले चाहिँ हामी जमसम आइपुग्यो जमसमै बजारमा एयरपोर्ट नि हेर्न सक्नुहुन्छ जमसम हैन आज अपर कति लामो समय यो ठाउँ हेर्नु त बस्नलाई फ्यामिली मात्र आएर चाहिँ उसको आफ्नै हेर स्याउ उसको आफ्नै गाडी हो यहाँ महँगो हुन्छ उता यति धेरै स्याउ है यहाँ त हामी अहिले घर अब हो के मर घुमिसु अब हो के दिदी मर घुमिसु किनमा लाला त यार भेडाहरुलाई हेर भेडा कति अलि नजिक पल्ट्यौँ अझ गाइज अहिले चाहिँ हामी कागबेनीको खोला होइन गाइज यो खोलामा चाहिँ सराध्य हुँदैछ यो खोलामा चाहिँ मान्छेहरू टाढा टाढाबाट आएर तीर्थ सराध्य गर्ने रहेछन् अहिले चाहिँ हामी कागबेनीको खोलामा छौँ यो झुलुङ्गे पुलमा यस्तो छ भ्यू यताको अनि यताबाट चाहिँ अनि चाहिँ मुस्ताङ जान्छ हाई भन्नु न भोलि बिहान लाउनु पक्रेर सुकाएर अनि सुकेर त्यहाँबाट सुक्नु ए भाइ डगर भन्दा त गऱ्यो भने गाइज हामी चाहिँ मुक्तिनाथ मन्दिरको प्रवेशद्वारबाट भित्र छिरेर यो भजन चढ्दैछौँ अनि यहाँ भिनाजुले मुनुलाई बोकिसा छ लास्टै धेरै भिड छ लास्टै धेरै भिड छ हल्का खानुपर्छ भाइ मसला मुनीले भाइ मसला हिमाल तेरो भ्लगमा हिमाल हिमालय हजुर मुनीले भाइ मसला दिन्छ बुढो ल मुनु भाइ मसला ल यहाँ आऊ बुढा बिहानदेखि केही नखाएको अहिले भर्खर प्रसाद हो कि यही हो प्रसाद कि अब यसभित्र चाहिँ टिमुरको धुलो छ अनि त्यो टिमुरको धुलो सुँग्यो भने चाहिँ के हुन्छ दिदी कहाँ गइसु नाक एकदम त्यो हुने रहेछ कि सास फेर्न सजिलो हुने रहेछ जस्तो लाग्यो मलाई मुनु चाहिँ ऊ त्यहाँबाट आउँदैछ भिनाजुले काँधमा बोकेर ल्याउँदै भइसक्छ यस्तो खतरा भ्यू छ बुढी आमाहरूलाई यसरी बोकेर लग्दै हुनुहुन्छ अनि यो बाटो चाहिँ घोडा जाने बाटो रहेछ कस्तो भिड कि है यति हिँडेर आउँदा स्या भयो आइपुग्यो है मुक्तिनाथ गर्मी मात्र भइरहेको केही भएन मलाई त लु आऊ भने यस्तो आनन्द शीतल यस्तो मजाको लागिरहेको गाइज हामी पुग्न लागिसक्यो गर्मी भएर यस्तो जुडो बारेको छु मेरो कपाल पनि गाइज अहिले हामी मुक्तिनाथ मन्दिरमा छौँ यहाँ यस्तो भिड छ हामीले उयो भ्यूमा गएर चाहिँ फोटो खिचेन तर ठिकै छ
अघि जति भिड थियो अहिले त्यति नै भिड छ है 1% पनि कम भएको छैन हाई गाइज हामी चाहिँ एक थाल भात खाएर मासु भात खाएर मुक्तिनाथबाट झरिसकेको छ फर्किँदैछौँ अब हाम्रो टार्गेट चाहिँ तातो पानीसम्म पुग्ने हो अब आज हामी तातो पानीमा बस्छौँ घूमे खाती गाड़ी कुंडा खोजनी जब चादर खाना हेर दक्षिण साइड मुंडा खोजे यो चाहिँ मार्फा भिलेजभित्र हो मार्फा गाउँ घुम्दैछौँ जेरी गली रिमिसा एकपल्ट यसरी खिच्छु गाइज हामी चाहिँ लेतेमा आएर जाममा फसिसकेको छौँ जाम चाहिँ एकदम लामो छ वान वे राखेको छ अरे सरकारले पछाडि नि गाडी अगाडि नि गाडी हामी चाहिँ बिचमा फस्यौँ साथीहरू आज बात पाउँदैनन् मान्छेहरू बास यस्तो हुन्छ कि अन्तिममा त्यो डाइनिङ रुम हुन्छ नि डाइनिङ रुममा डल्ल पछ्याएर भए सुत्ने हो कि अन्तिम चाहिँ हामीले त्यो पनि पाउँदैन मैले उसमा भनेको थिएन 60 सालमा